हुँदैन भन्ने होइन, तर प्राचीन शैली हो। त्यस कारणले गर्दा हामीले अलिकति जुन प्राचीन शैलीमा आधारित संरचनाहरू हुन्छ त्यसमा चाहिँ हामीले बढी प्रयोग गर्ने गरिन्छ। मेरो आवाज सुनिँदैछ? हजुर गुरु, सुनिँदैछ। ओके। अब वास्तुमा अहिलेसम्म हामीले जानेको विशेष गरी अब हामीले अब पञ्चतत्व भन्दा पनि पहिला थोरै हामी दिशाका विषयमा जान्छौँ। वास्तुमा हामीले जानेको अहिलेसम्म 4वटा दिशा, विशेष गरी हामीले अहिलेसम्म हामीले लौकिक रूपमा अथवा हामीले सर्वव्यापी सर्वविदितै भएको चाहिँ 4वटा दिशा, पूर्व पश्चिम उत्तर दक्षिण होइन। जसरी हिजो हामीले ज्योतिषको अध्ययन गर्दै गर्दाखेरि पूर्व दिशालाई प्रमुख मानेर स्टार्टिङ मानेर चाहिँ हामीले पूर्व दक्षिण पश्चिम उत्तरलाई त्यो सिक्वेन्समा हामीले लिएर गयौँ भने अब वास्तुको हामीले गणना गर्दा वास्तुको कुनै पनि हामीले भूमि चयन गर्दा होस् अथवा तपाईँको घर निर्माण गर्दा होस्, घरको पदविन्यास गर्दा होस्, जेसुकै गर्नलाई होस्, त्यसमा हामीले विशेष गरी नर्थ अथवा उत्तर दिशालाई प्रमुख मान्छौँ। पहिलो डिग्री पहिलो दिशा चाहिँ उत्तरलाई मान्छौँ। हामीले ज्योतिषमा चाहिँ पूर्वलाई पहिलो दिशा मान्छौँ भने जहाँबाट सूर्योदय हुन्छ त्यहाँबाट चाहिँ हामीले पहिलो दिशा मान्छौँ भने वास्तुमा चाहिँ हामीले के गर्छौँ, उत्तर दिशालाई पहिलो दिशा मान्छौँ। किनभने दिशाको सुरुवात उत्तरबाटै हुन्छ भन्छ वास्तुशास्त्र अनुसार। 0 डिग्री, हजुरलाई डिग्री भएको विषयमा पनि बुझ्नु भएको छ। 360 डिग्रीको हाम्रो टोटल रेडियस हुन्छ। 360 डिग्रीमा जुन स्टार्टिङ पोइन्ट हुन्छ 0 डिग्री त्यो चाहिँ नर्थबाट हुन्छ। नर्थ 0 डिग्रीलाई आधार मानेर त्यस पछाडि इस्ट, साउथ, वेस्ट गरेर अनि फेरि नर्थसम्म आइपुग्दा 360 डिग्रीको एउटा सर्कल तयार हुन्छ। अनि नर्थ डिरेक्सनलाई हामीले विशेष गरी त्यहाँबाट चाहिँ हामीले म्याग्नेटिक एनर्जीलाई हेर्छौँ। नर्थबाट म्याग्नेटिक एनर्जी आउँछ होइन। त्यस पछाडि नर्थ इस्टबाट चाहिँ कस्मिक एनर्जी आउँछ र इस्टबाट चाहिँ सोलर एनर्जी आउँछ। यी 3टा डिरेक्सन, यी 3टा दिशाबाट 3 खाले फरक फरक ऊर्जाहरू आउँछ। त्यसकारण त भनिन्छ नि उत्तरदेखि पूर्वसम्मको भाग जहिले पनि एकदमै महत्त्वपूर्ण हुन्छ। ईशान दिशा भनिन्छ, उत्तर पूर्वी भनिन्छ नि, उत्तर र पूर्वको बीचको दिशा ईशान। र त्यसमा पनि उत्तरदेखि पूर्वसम्मको भाग विशेष महत्त्व हुन्छ। त्यसकारणले सकभर हामीले नेगेटिभ एक्टिभिटीहरू कुनै पनि गर्दा उत्तर दिशादेखि पूर्व दिशाका बीचमा हामीले कहिले पनि नेगेटिभ एक्टिभिटी गर्नु हुँदैन होइन। हामीले कुनै पनि एक्टिभिटीहरू नेगेटिभ एक्टिभिटी गर्दाखेरि चाहिँ उत्तरदेखि पूर्वसम्मको यो 90 डिग्री एरियालाई हामीले छोडेर हामीले त्यसभन्दा बाहिर कार्यहरू गर्नुपर्छ। नेगेटिभ एक्टिभिटी भन्नाले के बुझियो गुरुजी? म भन्छु नेगेटिभ एक्टिभिटी त धेरै चिज पर्छ त्यसमा। अहिले हामीले नेगेटिभ एक्टिभिटी एउटा सामान्य रूपलाई बुझ्दाखेरि चाहिँ शौचालय आदिको निर्माण भनेर बुझौँ न अहिले है। त्यसमा अझै हामीले धेरै कुराहरू छन्। नेगेटिभ एक्टिभिटी भनेका के हुन् भन्ने कुराहरू पनि आउँछन्। अहिले चाहिँ सामान्य रूपले हजुरहरूले बुझ्नका लागि मात्रै चाहिँ शौचालय आदिको निर्माण। त्यसकारणले नर्थ, किनभने म्याग्नेटिक सोर्स जो नर्थबाट आउँछ त्यो डिस्टर्ब हुन्छ। त्यो डिस्टर्ब भयो भने फुल एनर्जी डिस्टर्ब हुन्छ हाम्रो घरको होइन, हाम्रो एरियाको, हामी जहाँ बसेका छौँ हाम्रो जग्गा जमिन भयो अथवा हामी बसेको घर, त्यसको एनर्जी डिस्टर्बेन्स। किन म्याग्नेटिक एनर्जी जहाँबाट आउँछ त्यो एनर्जीको पहिलो सोर्स हो, सुरुवात हो। त्यही नै हामीले डिस्टर्ब गरिदियौँ भने हाम्रो घरमा आउने एनर्जी डिस्टर्ब हुन्छ र जसले गर्दा हामीलाई जहिले पनि त्यसले प्रब्लम क्रिएट गर्छ। त्यस पछाडि त्यही भएर अनि अर्को के भनिन्छ, नर्थबाट म्याग्नेटिक एनर्जी आउने भएको भएर, म्याग्नेटिक एनर्जीको सोर्स भएको भएर हामीले उत्तर दिशामा सिरानी गर्नु हुँदैन भनी भनिन्छ विशेष गरी है। उत्तर दिशा फर्किएर सुत्नु हुँदैन भनिन्छ म्याग्नेटिक फिल्ड भएको कारणले गर्दाखेरि। त्यसै गरी फेरि नर्थ इस्ट डिरेक्सन भनेको कस्मिक एनर्जी आउँछ होइन, ब्रह्माण्डको एउटा कस्मिक एनर्जी आउँछ।
त्यसकारण नर्थ इस्ट पनि एकदमै धेरै महत्त्वपूर्ण छ। त्यहाँ हामीले त्यसकारण कस्मिक एनर्जी आउने डिरेक्सन जसले हाम्रो मेन्टालिटीमा हाम्रो अवचेतन मन मस्तिष्कमा धेरै नै असर पुर्याउने एनर्जी आउने भएको भएर त्यहाँ पनि हामीले नेगेटिभ एक्टिभिटी गर्न मिल्दैन। त्यसकारण त्यहाँ विशेष गरी मन्दिर आदि निर्माण गर्ने अथवा ध्यान कक्षहरू निर्माण गर्नका लागि चाहिँ बढी महत्त्व दिइन्छ त्यस स्थानमा चाहिँ, हैन। त्यस पछाडि इस्टबाट सोलर एनर्जी जहाँबाट सूर्योदय हुन्छ त्यो एरियाबाट हामीलाई के आउँछ, सोलर एनर्जी आउँछ। त्यो सोलर एनर्जी आउने एरियामा पनि हामीले नेगेटिभ एक्टिभिटीहरू गर्नु हुँदैन, जसले गर्दा त्यसले हाम्रो प्रत्यक्ष मान सम्मान, आँट साहस पराक्रम इज्जत प्रतिष्ठा लगायतका धेरै कुराहरूमा असर पुर्याउँछ। भनौँ न टोटल्ली हाम्रो घरको वास्तुको एनर्जीलाई नै डिस्टर्ब गर्छ। अब त्यो तिनटै ठाउँबाट आएको एनर्जी कहाँ जम्मा हुन्छ, कहाँ जान्छ त भन्दा ब्रह्म स्थानमा, सेन्टर अफ ग्राभिटी भन्छ अथवा ब्रह्म स्थान भन्छ त्यसलाई, त्यहाँ गएर जम्मा हुन्छ। त्यहाँबाट फेरि त्यो एनर्जी कहाँ जान्छ, साउथ वेस्ट डिरेक्सनमा जान्छ। साउथ वेस्ट डिरेक्सन नैऋत्य दिशा भनिन्छ। त्यहाँबाट अनि बल्ल एनर्जीहरू डिभाइड हुन्छ। हुन त अब फेरि यसमा कतिपयले ब्रह्म स्थानबाट एनर्जी डिभिजन हुने होइन र भन्नुहुन्छ हो। जब ब्रह्म स्थानमा आएर एनर्जी कलेक्सन भएर एनर्जी आएर स्टोरेज हुन्छ, त्यहाँबाट जब एनर्जी चाहिँ साउथ वेस्टमा जान्छ नैऋत्यमा, नैऋत्य दिशाबाट फेरि फर्किएर अनि त्यो एनर्जी ब्रह्म स्थान हुँदै सबैतिर डिभिजन हुन्छ। त्यसकारणले त भनिन्छ नि घर बनाउने बेला जहिले पनि ब्रह्म स्थानलाई र अनि साउथ वेस्ट नैऋत्य दिशालाई विशेष ख्याल गर्नुपर्छ भनेर। त्यसकारणले हामीले धेरै वास्तुशास्त्रीहरूले भनेको सुनिन्छ, साउथ वेस्ट जहिले पनि हाइट बनाउनु पर्छ भनेर। किनभने एनर्जी पोखिन्छ, अथवा पोखिन्छ भन्नुको मतलब एनर्जी त्यहाँबाट फेरि रिटर्न आउनुपर्छ। यदि त्यो एरिया ढलान रहेछ, त्यो एरिया चाहिँ ढल्केको रहेछ, त्यो एरियामा ढलान रहेछ भने एनर्जी फेरि फर्किएर आउँदैन। जस कारणले गर्दा वेस्ट डिरेक्सनको पनि अत्यन्तै ठुलो महत्त्व छ। अब यस भन्दै गर्दा अरू डिरेक्सनको महत्त्व नै छैन भन्न खोजेको होइन, हरेक डिरेक्सनको आफ्नो आफ्नो महत्त्व छ। तर यी दिशा भनेका विशेष गरी त्यसमा पनि नर्थ इस्ट र साउथ वेस्ट यी दुईवटा दिशा अझै धेरै महत्त्वपूर्ण छन्, एकदमै सेन्सिटिभ डिरेक्सन हुन् यिनीहरू। त्यसकारणले यी डिरेक्सनहरूमा हामीले कुनै पनि एक्टिभिटीहरू गर्दा हामीले धेरै नै ख्याल गर्नुपर्छ। कुरो बुझ्नु भएको छ? हजुर गुरुजी, सबै नेगेटिभिटीमा चाहिँ पोजिटिभ एक्टिभिटी कुन दिशा हो त नि गुरु? होइन, यी सबै ठाउँमा पोजिटिभ एक्टिभिटी गर्ने हो हामीले है। यहाँ चाहिँ नेगेटिभ एक्टिभिटी गर्नु हुँदैन भनेको मात्रै हो मैले। यी नेगेटिभ जोन होइनन्, यी पोजिटिभ जोन हुन्। यहाँ चाहिँ हामीले नकारात्मक कुनै पनि क्रियाकलापहरू गर्नु हुँदैन। भन्नको मतलब घरमा शौचालय पनि यो दिशामा गर्नु भएन, बनाउनु भएन। अहिले सामान्य यही बुझौँ न, होइन? हजुर, होइन एक्जाम्पलमा यही बुझौँ न अहिले। हो, एकदम। शौचालय आदि भनेपछि शौचालय जस्तै नकारात्मक क्रियाकलाप हुने अन्य कुनै पनि कार्यहरू हामीले त्यहाँ गर्नु भएन। ल ठिक छ, हामी यहाँसम्म क्लियर छौँ। अब हामी थोरै पञ्चतत्त्वको विषयमा जानौँ। जसरी हाम्रो शरीरमा पञ्चतत्त्वको महत्त्व छ, त्यसै गरी वास्तुशास्त्रमा पनि पञ्चतत्त्वको महत्त्व छ। हाम्रो ब्रह्माण्डमै पञ्चतत्त्वको महत्त्व छ। ब्रह्माण्ड नै पञ्चतत्त्व मिलेर बनेको छ। हाम्रो शरीर पञ्चतत्त्वमा मिलेर बनेको छ, पञ्चमहाभूत भनिन्छ। र हाम्रो वास्तुशास्त्रमा पनि पञ्चतत्त्वको अत्यन्तै ठुलो भूमिका छ। र टोटल वास्तुशास्त्र चाहिँ यही पञ्चतत्त्वसँग आधारित छ, हैन? अग्नि, वायु, पृथ्वी, जल, आकाश, यी 5 तत्त्वमै आधारित रहेर वास्तुशास्त्रको निर्माण भएछ। यही कुरालाई ब्यालेन्स गर्ने, यही कुरालाई म्यानेजमेन्ट गर्ने शैली नै वास्तुशास्त्र हो। यति हो, वास्तुशास्त्रमा योभन्दा धेरै केही पनि छैन। तपाईले पञ्चतत्त्वको विषयमा जान्नुभयो, राम्रोसँग पञ्चतत्त्वको ब्यालेन्स गर्ने कुरा जान्नुभयो, पञ्चतत्त्व के हुन्, के गर्दाखेरि चाहिँ यो डिस्टर्ब हुन्छ भन्ने कुरा जान्नुभयो भने यति भयो भने तपाईले आफ्नो घरको वास्तु बिगार्नु हुँदैन।
बनाउन भलै तपाईँले सक्नु होला, एउटा कुशल वास्तुशास्त्रीको आवश्यकता पर्ला, तर तपाईँले अब चाहिँ बिगार्नुहुन्न। किनभने पञ्चतत्व नै इम्ब्यालेन्स भयो भने हाम्रो घरमा धेरै कुराहरू डिस्टर्ब हुन्छ हैन। अग्नि, अनि वायु, पृथ्वी, जल, आकाश, यसरी पञ्चतत्वहरू हाम्रो घरमा। अब अग्नि तत्व भन्ने बित्तिकै हजुरले के बुझ्नु भने फायर एलिमेन्टहरू हैन। फायर एलिमेन्ट जस्तै हामीले किचन बनाउँछौँ हैन, भान्सा अथवा आगोसँग सम्बन्धित कुनै पनि कार्यहरू फायर एलिमेन्ट अहिलेलाई। त्यसपछि एयर एलिमेन्ट। एयर एलिमेन्ट भनेको विशेष गरी हामीले यसलाई वायु तत्व भनिन्छ। एयर एलिमेन्टलाई हामीले अझै वनस्पतिसँग हेर्छौँ। कुनै पनि वनस्पतिहरू हामीले घरको कुन दिशातिर लगाउने भनेर एयर एलिमेन्टको एरियामा लगाउने, एयर एलिमेन्टमा लगाउने, ती सबै वनस्पतिहरू एयर एलिमेन्टसँग सम्बन्धित हुन्छन्। कस्तो वनस्पतिहरू राख्ने, कुन सेप राख्ने, कस्तो आकार राख्ने हैन, ती सबै कुराहरू हाम्रो एयर एलिमेन्ट अन्तर्गत पर्छन्। त्यसपछि अर्थ एलिमेन्ट, पृथ्वी तत्व। पृथ्वी तत्व विशेष गरी पृथ्वी तत्व हामीले भारी सामानहरू राखिन्छ हैन, भारी सामानहरू राख्नका लागि हामी बढी पृथ्वी तत्वको प्रयोग गर्छौँ। जल तत्व। जल तत्व भनेको अब पानी, वाटर एलिमेन्ट हैन। अब यो पनि हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण तत्व हो। जल तत्वको दिशा अथवा जल तत्वलाई हामीले ब्यालेन्स गर्यो भने यसले हाम्रो मन, मस्तिष्क हैन, रक्त सञ्चार आदि क्रियाहरूमा यसले सहयोग गर्छ। त्यसै आकाश तत्व, मेटल एलिमेन्ट पनि भनिन्छ, इथर। आकाश तत्व, आकाश तत्वलाई विशेष गरी मेटल अथवा कुनै पनि तत्वहरू जब पग्लिएर जान्छ हैन, कुनै पनि प्रक्रियामा गइसकेर त्यो एउटा प्रोसेसिङमा जान्छ, जब त्यो लिक्विडमा परिणत हुन्छ, मेटल जब पग्लिन्छ त्यो चाहिँ आकाश तत्वमा रूपान्तरण हुन्छ। यिनै पाँचवटा तत्वको खेलामेला नै हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। अब यहाँनिर थोरै हामीले अलिकति यसको सिक्वेन्स हेरौँ, सिक्वेन्समा पढौँ। अब यहाँनिर सबैभन्दा माथि फायर एलिमेन्ट दिएको छ। अब वास्तुशास्त्रमा पहिलो तत्व भनेको हामीले जल तत्वलाई लिइन्छ है। जल तत्वबाट नै सुरुवात भएको हो भनिन्छ। जल तत्वबाट बल्ल अनि सम्पूर्ण जीवात्माहरूको उत्पत्ति भएको भनेर भनिन्छ। हामीले सुन्दा वैदिक कुनै पनि कथाहरू सुन्दाखेरि पनि हामीले यही कुराहरूलाई विशेष सुन्ने गरेका छौँ। जल तत्वमा जब जलकुम्भी लगायतका कुराहरू त्यहाँबाट वनस्पतिहरू पैदा हुन्छन्, त्यो वनस्पति फेरि वुड एलिमेन्ट अथवा त्यसलाई एयर एलिमेन्ट भनिन्छ। जल तत्वले नै एयर एलिमेन्टको निर्माण गर्छ अथवा वनस्पतिहरूको निर्माण गर्छ। अनि जब त्यो वनस्पति अथवा त्यो काठ जब एउटा त्यसमा दबाव पर्छ अथवा कुनै एक लामो समयसम्म त्यो दबिएर बस्यो अथवा त्यसमा दबाव पर्यो भने त्यो चाहिँ के हुन्छ, फायरमा रूपान्तरण हुन्छ, अग्निमा रूपान्तरण हुन्छ। त्यसबाट त्यो के भयो त, एयर एलिमेन्टबाट के बन्यो, अग्नि तत्व बन्यो। र अग्नि तत्वबाट फेरि के भयो त, अर्थ एलिमेन्ट खरानी भयो हैन, कोइला बन्यो। त्यो चाहिँ अर्थ एलिमेन्ट पृथ्वी तत्वमा रूपान्तरण भयो। त्यस पछाडि त्यो लामो समय त्यो तातिसके पछाडि अनि फेरि त्यो मेटल एलिमेन्टमा रूपान्तरण भयो हैन। त्यसबाट त्यही मेटल फेरि बाष्पीकरण भएर पानीमा रूपान्तरण भयो। यावत कुराहरू हामीले हेर्छौँ। र सेप पनि हजुरहरूले हेरिरहनु भएको छ। वाटर एलिमेन्टको सेप छ वेभी सेप र कलर पनि कस्तो छ, कालो हैन। त्यस पछाडि वुड एलिमेन्ट अथवा यसलाई हामीले वायु तत्व भनिन्छ। वायु तत्व एयर एलिमेन्ट। एयर एलिमेन्टको सेप रेक्टेङ्गुलर सेप हुन्छ र यसको कलर हुन्छ ग्रिन र ब्राउन हैन, हरियो र खैरो, रातो खैरो। त्यस पछाडि फायर एलिमेन्टको सेप हुन्छ ट्रायंगल। अब यो हेर्दै गर्दा यो सेप किन भन्दैछु त भने, सेप र कलर किन देखाएको छ त भन्दा, यहाँ हजुरहरूको घरमा भएका ट्रायंगल सेपहरूका कुनै पनि अब्जेक्टहरू जुन त्रिकोण आकारका छन्
जुन तीखा वस्तुहरू छन् ती सबै फायर एलिमेन्ट हुन् र रातो कलर फायर एलिमेन्ट हो। अब धेरैले भन्नुहुन्छ मेरो त उत्तर दिशामा केही पनि छैन त किचन भन्नुहुन्छ। उत्तर दिशामा किचन छैन तर रातो कलर लगाउनु भएको छ, अथवा कुनै ट्रायंगल शेपको कुनै सामान राख्नु भएको होला, फ्रेम राख्नु भएको होला, त्यो पनि वास्तु दोषमा गनिन्छ हैन। त्यस पछाडि अर्थ एलिमेन्ट, अर्थ एलिमेन्टको कलर कस्तो छ? पहेँलो। र यसको शेप कस्तो छ? यसको शेप छ स्क्वायर, चतुर्भुज, चारै भुजा बराबर भएको, यो चाहिँ स्क्वायर शेपमा छ। र यसको कलर छ गोल्डन र येलो, पहेँलो, सुनौलो कलर र पहेँलो कलर। अनि मेटल एलिमेन्ट, मेटल एलिमेन्ट कस्तो शेपको छ? राउन्ड भनेको गोलो, र यसको कलर कस्तो छ? ग्लिटर साइन भन्छ, चम्किलो, कुनै पनि चम्किलो कलरहरू र सेतो, प्योर सेतो, स्नो व्हाइट, पोलर व्हाइट, कुनै पनि वस्तुहरू यो मेटल एलिमेन्ट अथवा स्पेस एलिमेन्टसँग सम्बन्धित हो। ग्लिटर साइन तपाईहरुले क्रोम साइन पनि भनिन्छ। कुनै पनि घरमा पेन्टिङ गर्ने बेलामा कहिलेकाहीँ चमक दिनका लागि बाहिरबाट छुट्टै खालको पेन्ट गरेर त्यसलाई चाहिँ टिलिक्क टल्किने बनाउनुहुन्छ नि, त्यो जब टल्किने भन्छ त्योमा चाहिँ जब चम्किलो वस्तुको झलक आउँछ त्यो चाहिँ स्पेस एलिमेन्ट, चाहे जुनसुकै कलरको होस्। पहेँलै कलरकोमा पनि तपाईले चम्किलो वस्तु चम्किलो गराइदिनु भयो भने त्यसलाई चाहिँ त्यो के भयो त? स्पेस एलिमेन्ट भयो, त्यो ग्लिटर साइन। र त्यस पछाडि ब्ल्याक अनि ब्लू, यो चाहिँ वाटर एलिमेन्टको कलर भयो र शेप चाहिँ वेभी हुन्छ है। वेभी भनेको पानीको छाल कस्तो हुन्छ त्यस्तै खालको शेप भएको कुनै पनि अब्जेक्ट यदि फायर एलिमेन्टको जोनमा आएर बस्दियो अथवा ब्ल्याक कलर आएर बस्यो भने पनि यसले डिस्टर्ब गर्यो। मेरो आवाज सुनिदैछ? हजुर गुरु। ल हेर्नुस्, अब हामीले 5 एलिमेन्ट अफ वास्तुमा साइकल अफ क्रिएसन हेरौँ। यहाँनिर अघि मैले कुरा गरेँ के भने वाटर एलिमेन्टले एयर एलिमेन्ट बनायो, एयरले फायर, फायरले अर्थ, अर्थले स्पेस, स्पेसले फेरि वाटर। यो कसले के बनायो भन्नेपछि हामीले साइकल अफ क्रिएसन हामीले जान्यौँ भने यसले चाहिँ हामीलाई धेरै सजिलो हुन्छ। किनभने पछि हामीले पढ्नुपर्छ, चाइल्ड एलिमेन्ट, प्यारेन्ट एलिमेन्ट भनेर पढ्नुपर्छ पछि हैन। हामीले एडभान्स वास्तु पढ्दै जाँदाखेरि कुन एरियामा कुन एलिमेन्टहरू राख्ने, प्यारेन्ट एलिमेन्ट कहाँ राख्ने, चाइल्ड एलिमेन्ट कहाँ राख्ने, त्यस अनुसारले पनि ट्रिटमेन्ट गर्न सकिन्छ। कहिलेकाहीँ फायर एलिमेन्ट बढी भयो भने हामीले के गर्ने, त्यहाँ ल्याएर चाइल्ड एलिमेन्ट राखिदिन्छ। चाइल्ड एलिमेन्ट भनेको अर्थ एलिमेन्टलाई ल्याएर त्यहाँ राखिदियो भने फायर एलिमेन्ट ब्यालेन्स हुन्छ। अनि यी एकअर्कामा यी पञ्चतत्त्वहरू परिपूरक छन्, एकले अर्कोलाई निर्माण गर्ने, एकले अर्कोलाई निर्माण गर्ने। यसरी हामीले यो क्रिएसन, साइकल अफ क्रिएसनलाई 5 एलिमेन्ट वास्तुमा साइकल अफ क्रिएसनलाई हामीले बुझ्यौँ भने त्यस पछाडि प्यारेन्ट एलिमेन्ट र चाइल्ड एलिमेन्टको विषयमा पनि हामीले क्लियर हुन्छौँ। यहाँसम्म क्लियर हुनुहुन्छ? मेरो आवाज सुनिँदैछ? हजुर गुरु, सुनिरहेको छौँ, बुझिछौँ। यहाँसम्म क्लियर हुन्छ? त्यसो भए ल भन्नु त, वाटर एलिमेन्टले कसलाई जन्म दियो अरे? एयरलाई गुरु। जल एयरलाई। ल ठिक छ। अब यहाँ थोरै बुझौँ है। जसले जसलाई जन्म दियो, मानिलियो तपाईलाई तपाईको आमाले जन्म दिनुभयो, आमा तपाईको लागि अभिभावक हुनुभयो हो। तपाईको आमाको लागि तपाईको हुनुभयो चाइल्ड हुनुभयो, बच्चा हुनुभयो, तर तपाईको लागि तपाईको आमा प्यारेन्ट हुनुभयो। अब यही फर्मुलालाई यहाँ एप्लाई गरौँ। वाटरले एयर एलिमेन्टलाई जन्मायो, अब वाटरको लागि चाइल्ड एलिमेन्ट कुन भयो? एयर भयो। एयर भयो। अब ल भन्नुहोस्, यही तरिकाले
फायर एलिमेन्टको प्यारेन्ट एलिमेन्ट कुन हो? एयर एलिमेन्ट। ओके ल, अनि स्पेस एलिमेन्टको चाइल्ड एलिमेन्ट कुन हो? वाटर। वाटर। ल, यसरी हजुरहरूले बुझ्नुभयो भने एकदमै सजिलो हुन्छ है। किन प्यारेन्ट एलिमेन्ट र चाइल्ड एलिमेन्ट चाहियो भने हामीले पछि एडभान्स वास्तु तपाईँले कहीँ पनि पढ्न जानुभयो भने हुन त त्यहाँ पनि पढाइ त होला यी विषय, तर कहीँ कहीँ पढाइ नहुन सक्छ। अहिले बुझ्नुभयो भने के हुन्छ त, पछि तपाईँले यदि वास्तुमा म करियर बनाउँछु, म वास्तु पढ्छु, वास्तुशास्त्री बन्छु भनेर तपाईँ जानुभयो, पढ्न अध्ययन गर्न जानुभयो भने पनि तपाईँले यो कुरा थाहा पाउनुहुन्छ। अथवा त्यो पनि आवश्यक परेन, तपाईँ पढ्नु भएन, तर कोही पनि व्यक्ति तपाईँ कहाँ आयो, वास्तुशास्त्रीलाई कसैलाई बोलाउनु भयो, तपाईँको घरमा वास्तु गर्नुपर्ने भयो र उसले यहाँ यो प्यारेन्ट एलिमेन्ट राखौँ, यहाँ चाइल्ड एलिमेन्ट राखौँ भनेर उसले भन्न थाल्यो भने त्यस्तो अवस्थामा तपाईँले थाहा पाउनुहुन्छ कि ए यो चाइल्ड एलिमेन्ट भनेको फलानु, प्यारेन्ट भनेको फलानु, त्यस कारण यो यहाँ राखेको रहेछ। कसैले कहिलेकाहीँ के हुन्छ, ब्यालेन्स गर्नका लागि साउथ इस्ट डिरेक्सनमा आएर ग्रिन कलर पेन्ट गरिदिन्छ। अब तपाईँ अचम्म पर्नुहुन्छ, अरे साउथ इस्टमा आएर त अग्नि तत्त्वमा आएर त किन यो ग्रिन कलर पेन्ट गरेर गयो, अथवा किन गर्न रिकमेन्ड गर्यो यसले, यो त गलत गर्यो यसले भन्ने त्यो तपाईँको दिमाग अब जाँदैन। अब किन गयो, किनकि त्यसले त्यो एनर्जी कमजोर रहेछ अनि प्यारेन्ट एलिमेन्ट ल्याएर त्यहाँ थपिदियो, त्यसलाई चाहिँ बुस्टिङ गरिदियो, पावर बढाइदियो, स्ट्रेन्थ त्यसको बढाइदियो। त्यो तपाईँले बुझ्नुहुन्छ अब। तर कहिलेकाहीँ अनायासै कुनै मान्छेले गलत गर्यो, मानिलिउँ तपाईँको एयर एलिमेन्टको जोनमा लगेर रेड कलरको उसले पेन्ट गरिदियो, अथवा रेड कलरको पेन्ट गर्नु भनेर उसले रेकमेन्ड गर्यो। अनि तपाईँलाई लाग्छ कि यहाँ किन यसले पेन्ट गर्न भनेको होला, मेरो यो एरिया त ब्यालेन्स नै छ, मैले किन रेड कलरको पेन्ट गर्ने भनेर तपाईँले उसलाई क्रस क्वेसन पनि गर्न सक्नुहुन्छ। तपाईँले गल्ती त गर्दै हुनुहुन्न त्यहाँ, यो एलिमेन्ट त हामीले यहाँ ल्याएर राख्दा त्यसले त फेरि यहाँको त इम्ब्यालेन्स गर्न सक्छ अथवा कमजोर बनाइदिन सक्छ भनेर तपाईँले त्यसमा कारण खोज्न सक्नुहुन्छ, क्रस चेक गर्न सक्छ। त्यसको लागि पनि तपाईँले फायर एलिमेन्ट र के अरे सरी चाइल्ड एलिमेन्ट र प्यारेन्ट एलिमेन्ट बुझ्नुभयो भने तपाईँलाई सजिलो हुन्छ है त। अब हामीले साइकल अफ क्रिएसन बुझ्यौँ। अब यसैमा एउटा यहाँनिर हेर्नुहोस् त, साइकल अफ डिस्ट्रक्सन पनि छ, भनेको जुन चिजले जसलाई डिस्टर्ब गर्छ। यो वाटर एलिमेन्टले एउटा एरो दिएको छ, पातलो एरो लामो, त्यसले सिधै फायर एलिमेन्टलाई इङ्गित गरेको छ, देख्नु भएको छ। मेरो स्क्रिन सेयर भएको छ अनि मेरो आवाज सुनिरहेको छ? सुनिरहेको छु गुरु। यहाँनिर वाटर एलिमेन्टबाट एउटा सिधा लाइन फायर एलिमेन्ट तर्फ गइरहेको छ, तपाईँले देख्नु भएको छ त्यो? यस गुरु, यस।